Hello guys, welcome back to my YouTube channel. धेरै पछि स्वागत छ हजुरहरूलाई मेरो यो नयाँ भिडियोमा। सबैभन्दा पहिले सबैजनालाई ह्यापी न्यू इयर अनि नयाँ वर्षको धेरै शुभकामना। आज चाहिँ हामी टक्क लाएर कहाँ नाटक नदेखान सबैजनालाई ह्यापी न्यू इयर भन्। न्यू इयर हो न्यू इयर साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। त्यही भएर आज नयाँ वर्ष मनाउनु टक्कर मासतिर गएको। कता कता जान्छौँ के जान्छौँ तपाईँहरूलाई देखाउने नै छौँ होइन साथीहरू। त्यस्तै हो अलिअलि मात्र देखाउँछु। धेरै त मलाई अल्छी लाग्छ अचेल। अलिअलि भिडियो गर्दै हिँड्छु। अब यहाँदेखि अटोमा जानुपर्ने हुन्छ बजार भान्चुकबाट बसमा सुई। साथीहरू हामीले अटो भेट्यौँ। अब चाहिँ यहाँ अटोबाट जानुपर्ने हुन्छ भान्चुकसम्म। त्यहाँदेखि बसमा जान्छौँ। कता कता जान्छौँ के जान्छौँ हजुरहरूलाई म बिस्तारै अलिअलि देखाउँदै जान्छु। पछाडि हुनुहुन्छ ड्राइभर दाजु। ड्राइभर दाइ मन पर्यो मलाई नयाँ वर्षमा। ह्यापी न्यू इयर है सबैलाई। हामी मासतिर भेट्टार हिँडेको। हस् त हुन्छ। नानी उठ्छ। टेम्पो उठ्छ भने होइन हामी बिस्तारै घुम्दै जान्छौँ। हामी अटो चढेर सुई लागि मब साथीहरू हामी फाइनल्ली भेटेर यसो भिडियो अलिअलि बनाएको त अघि त बिर्सेछु पो। त नि हिँड्नु त भन्दा के अनि बनाइन पो त्यत्तिकै। कसले ए त्यो उकालोमा त बामे सर्दै जाने सबैजना। अलिकति आइ चाहिँ निलो लाग्दैछ तर के गरौँ। ओ आज त कस्तो दामी उग्रिरहेछ नि। स्काई वक भेटारको स्काई वक। हामी यता छौँ 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना। थुई यातेर जिन्दगी तँलाई निन्द्रा लाग्यो। अब चाहिँ हामी मन्दिर जानुपर्ने हुन्छ। त्यसपछि दर्शन गरेर फेरि सुइँ घर फर्किनु पर्ने हुन्छ है साथीहरू। आजको नयाँ वर्ष चाहिँ त्यस्तै हो। कैसे लगा आपको बताओ। साथीहरू स्काई वक जाने बाटो त्यता हामी जाने बाटो यता। चढ्दैछन् उल्टो पर्नु होला। कति कालो निस्केको त्यही भएर मलाई भिडियो बनाउनु मन लाग्दैन हो। कोसँग एकचोटि हामी आउँदा भर्खरै बनिँदै थियो। त्यहाँ भन्दा आएको छैनौ। अनि के को क्याफे भनेको नानी यो त सुरसारै थिएन नि माथि भत्काउँदै थियो पो त। आया गलो गलेन है साथीहरू। हामी चाहिँ निस्किँदैछौँ तलतिर आउनु हुँदैछ अरू। आया यो चाहिँ भेटारको पाटिभाडा माता मन्दिर। हामी 5 जना 6 जना 7 जना छौँ बच्चाहरू त। आया गले भुतुक्कै भए म त। तलै जानै अरू चाहिँ एउटा माथि पुग्यो म यहाँ छु। अब हामी भित्र पुगेर दर्शन गर्नुपर्ने हुन्छ। स्काई वक उतापट्टि छ। स्काई वकको सिधा यतापट्टि हो मन्दिर चाहिँ।
कस्तो लाग्यो त यो उकालोमा 1-2 शब्द जाओस् न जाओस् त कस्तो लाग्यो हेर नबोलेको राम्रो हेर्न सक्नुहुन्छ साथीहरू धरानको अलिअलि भ्यू तर मेरो मोबाइल त यस्तो छ के को भ्यू भन्नु उ त उ त हो ए अब जानुपर्ने हुन्छ यहाँभित्र म भित्र चाहिँ भिडियो बनाउँदिनँ साथीहरू भनेको जाम आमा खोइ गल्यो क्लियर आयो पो मान्छेहरू फुसुक 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 कहाँबाट आएको भन साथीहरू हामी चाहिँ पूजा त के दर्शन गरेर निस्क्यौँ अब जान्छौँ तलतिर त्यसपछि के गर्छौँ थाहा छैन जान्छ सो गाइजहरू हामी चाहिँ फोटो 1-2वटा क्लिक पारेर खिच्यौँ त्यहाँ अनि अब जाँदैछौँ सबैजनालाई भोक लाग्दैछ अब चाहिँ हामी गएर के गर्छौँ मोमो खाने मोमो त उयो भेटारको थुक्पा खाने ठिकै छ गएर खाजा चाहिँ अलिअलि मोमो हो नि त मै फेभरेट मोमै जस्तो हुन आँटिस लेट्स सी गाइज के हुन्छ हेर्दै जानु होला देखाउँदै जान्छु अलिअलि सबै त मैले भिडियो गरेको छैन किनकि कस्तो जाँगरै छैन कि आज 1 गते भएर पनि झन् आज 1 गते धेरै नै जाँगर हुनुपर्ने मान्छे हो तर जाँगर खासै छैन त्यही भएर हामी चाहिँ खाजा खानु आएको साथीहरू हजुरलाई के भएको बोल्नै मन लाग्दैन हौ बोल्नै मन लाग्दैन लु सबैजना भेडेटारको थुक्पा खाऊ है मस्त यो पनि निचोड देऊ भनेर हेर्नुहोस् है अब हामी खान्छौँ खाइसकेर भेट्नेछौँ भन्दै फेरि भेटौँला फाइनल्ली सगाइ हामी चाहिँ भुडी भरेर निस्क्यौँ होइन उत्तानो परिरहेछ भुडीहरू सबै रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम बहुत दर्द हो रहा है भाई आएपछि सङ्खामा नपुगेर पुरै भएन भन न अनि त्यसपछि हामी घर जान्छौँ साथीहरू भनेको अहिलेदेखि होइन अन्तिमसम्म हेरेर साथ दिनु होला उता गएर 1-2वटा फोटो चटक चुटुक बनाएर जाने उयो यस्तो पनि छ त यो भेटारमा हेर त सागुरी जुन हेरी तिमीलाई हेरौँला फाइनली साथीहरू हामी आयौँ यहाँ पनि आइपुग्यौँ भुडी चाहिँ अगाइरहेको छैन हेर्न सक्नुहुन्छ अब यहाँ फोटो खिच्छौँ एकछिन अनि त्यसपछि जान्छौँ प्रवेश गरौँ साथीहरू प्रवेशद्वारा के भन् ओए मन्दिर त मन्दिरै हो खाएर मस्त आउँछौँ हामी के गर्नु त भयो घाम नहेरी तिमीलाई हेरौँला जुन नहेरी हेर्नुहोस् है साथीहरू भेटारको बाटो चाहिँ यस्तो छ ल अब हाम्रो आइफोन चाहिँ होइन त्यही भएर कस्तो खतरा आइरहेछ आइफोन जस्तो हुँदैन हाम्रो फोन चाहिँ त्यही भएर होइन समस्या फोटो खिचिसकेपछि अलिअलि नकल त हामी चाहिँ यहाँ बसिरहेछौँ साथीहरू फोटो खिचिसकेर अब चाहिँ हामी घर जानुपर्ने हुन्छ कस्तो लाग्यो अरे आमा भेट्दा
राम्रै लाग्यो आमाको प्रतिक्रिया भेडा टार राम्रै लाग्यो भेडाको टार राम्रै भेडाको लाग्यो। टार भेडा कहाँ छ ए अँ त्यो त यहाँ होस् ल देखाइ भेडा के देखाइ हिँड्नु यही हो मेरो अनुहार त हेर त एउटा भेडालाई देखा न यता यहाँ छ एउटा भेडा कुन हो? चाय पानी सधैँ भेडा एउटा भेडालाई यहाँ देखाऊ भेडा बसिरहेको छ हेलो गाइज यता यता भेडालाई यसलाई गर्मी भयो अनि शीतल खोजेको कि यसले उही अनुहार त हेर त मेरो त के वस्तु होइन साथीहरू मलाई फेन्टा खान मन लाग्यो फुपूले किनिदिनुहुन्छ अरे एकछिनमा भन्दै हो यतिको चाहिँ हो भाइ त्यसरी खानु मन लागेको ल साथीहरू आज चाहिँ हामी बसेकै ठाउँमा यतै अन्त्य गर्छौँ जस्तो छ है भिडियो साह्रै नै अल्छी लाग्ला मेरो चुडाको सालमै अब घुम्यो डुल्यो आँखाको दाना लास्टै दुखिरहेको छ अल्छी लगिरहेको छ यस्तो पछि गएर मन्दिर पनि आयो भेडाटारमै अब घुम्यो कलतिर गएर भिडियो बनाइयो भने बनाइहाल्यो नभए यी अन्त्य है 82 सालको सम्झना चस्मा चाहिँ पल्लोपट्टि गएर उतार्नु पर्छ होला जस्तो बाजे र आमा त सेम जोडा जतिकै देखिरहेछ बाउले भने पार्छ होला बाटो लागिहाल्थ्यो आमा छोरी यहाँबाट बाटो लागिहाल्यो जो थियो त्यही छ साथीहरू हामी चाहिँ लागि मामा यहाँबाट अल्छीलाको भिडियो बनायो भने हालिहाल्छु बनाएन भने यति नै हो भन्ने बुझ्नु आजको नयाँ वर्ष हो